ल फोक्सो फुट्ने गरी तान है। गांजा गांजा एक सरको दुनिया अर्को, टाल्नु पर्छ नमानी झर्को। जय शम्भो। यो हो दही पारा, गाँजा हजुरले खाने अनि शम्भुको बेइज्जत गर्ने, यो त भएन नि। भाइ, मैले शम्भुको बदनाम गरे होइन कि, मैले त प्रचार प्रसार पो गरे हो त। यो जडीबुटीको यसको फाइदा कम छ, थाहा छ तिमीलाई? ए छ खुब, मैले कति धेर गजडीहरू देखेको छु। पेन्ट चाकसम्म झारेर बाटो बाटोमा झ्याप भएर पुरा डक वक दिइराखेको हुन्छन्। धात मुला, तैँले जसलाई देखिस् तिनीहरूलाई राम्रोसँग माल खान आउँदैन होला के। यसलाई खानको लागि त टक्क कुर्सीमा बसेर पेपर रोल गरेर टक्क माल भरेर सट टानी हेर्न, अनि थाहा पाउँछस् यसको फाइदा कति छ भनेर। के हुन्छ त खाँदा? यसको फाइदा थाहा पाउनको लागि हेर भाइ, एक सर्ट तानेर खेत खन्न जा, तैँले पुरै गाउँको खेत खनेर सक्छस् के। बुझिस्? कहिले प्लेनमा चढेको छस् त? नै। यो तानिस् भने एक सर्ट तानेर हेर, रकेटमा चढ्ने छस्, पुरा ब्रह्माण्डको सेयर गर्ने छस् तै। बुझिस्? तेरो गर्लफ्रेन्ड छ? नै। यो तानेर हेर, स्वर्गको अप्सराहरू तेरो वरिपरि हुन्छन् के। बुझिस्? यसको फाइदा बुझिस् तैँले? अस्ति के भन्थिस् रे? दाइ निन्द्रा लाग्दैन मलाई रातिमा भन्थिस् नि? हो दा। एक सर्ट तानेर सुतेर हेर त, 7 दिनसम्म सुत्दा पनि तँलाई निन्द्रा पुरा हुँदैन के। यसको फाइदा यति धेरै छ के। बुझिस्? दा यता पास गर्नु न। ए ल ल ल ल, तान न तान भाइ, ल फोक्सो फुट्ने गरी तान है। भागले मुतेको माल पर्यो कि दा, मलाई त झ्याप बनायो त। ढ्याप मात्रै होइन मेरो भाइ, एकछिन पछि दुनियाँ घुमाउँछ।